आज म बनाउँदैछु चिकन चिल्ली। यो बनाउन एकदम सजिलो छ। अब सजिलो मानेर बनाउनुपर्छ होइन। सुरुमा चाहिँ मैले यो बोनलेस चिकन थाईमा मरिचको धुलो, गार्लिक पाउडर, थोरै जिराको धुलो, अनि चिल्ली पाउडर, नुन हालेँ। अनि त्यसपछि सोया सस, अनि मैदा र कर्न स्टार्च एड गरेर यसमा अन्डा हालेँ र कातीको रस पनि एड गरिदिएँ। अनि यति गरिसकेपछि यसलाई मजाले मिक्स गर्नुपर्यो र आधी घन्टाको लागि छोडिदिनुहोस्। त्यसपछि प्यानमा अब कति तेल हाल्दाखेरि चिकन फ्राई हुन्छ जस्तो लाग्छ त्यति नै हाल्ने। अनि त्यसपछि भयोभरको सबै चिकन एड गरिदिने। सबै एड गरेर यसलाई मजाले फ्राई हुनको लागि दिने। यो मजाले फ्राई हुनु पर्यो होइन। अनि मात्रै दामी मिठो हुन्छ। फ्राई भएन भने फेरि डेन्जर हुनसक्छ होइन। अनि यो यस्तो भइसकेपछि प्यानमा फेरि तेल हाल्ने, अनि खोर्सानी हालेर यसमा लसुन पनि एड गरिदिने र त्यसपछि पाला आउँछ टमाटरको, अनि नुन हालिदिएर यसलाई फेरि मिक्स गरिदिने है। त्यसपछि प्याज हाल्ने, अनि यसमा क्याप्सिकम हालेर थोरै अदुवा, अनि त्यसपछि चिल्ली फ्लेक्स हाल्ने र थोरै सोया सस र केचप पनि एड गरेर यसलाई मजाले मिक्स गर्ने। यसलाई मजाले मिक्स गरिसकेपछि अहिलेको फ्राई गरेर चिकन एड गरिदिने र यसमा हरियो प्याज हालेर यसलाई फेरि पनि मजाले मिक्स गरिदिने र त्यसपछि हाम्रो चिकन चिल्ली रेडी हुन्छ।